हेलो गाइज, नमस्कार सबैजनालाई। वेलकम छ मेरो मिनी ब्लगमा। अनि तपाईँहरू सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। अनि यो चाहिँ मेरो पहिलो मिनी ब्लग हो। अनि म चाहिँ बिहान बिहानै उठेर ड्युटीतिर लागेँ साथीहरू। अनि म चाहिँ मेरो कपाल मिलाउँदै हिँडेँ। अनि म चाहिँ ड्युटी जाने बित्तिकै बाहिर जानुपर्ने भयो। सामान लिनको लागि बाहिर जानुपर्ने भएकोले म मेरो बुलेट लिएर निस्किएँ। म चाहिँ अहिले अर्को दोकानतिर गएको सामान चाहिएर। अनि बाटोमा जाँदा जाँदै मेरो हेलमेट चाहिँ हल्का बिग्रे जस्तै भयो। अनि त्यही मैले थोरै रोकेर मैले हल्का मिलाउँदै थिएँ। अनि म त एकैचोटि यता सिग्नलतिर आइपुगेको छु। अनि कताबाट जाने भन्दै यताउता हेरेँ। अनि लाइट कताको बल्दैछ भनेर हेरेको, यता अर्कोतिरदेखि बल्छ होला भनेको, अर्को साइडतिरदेखि बल्यो। अनि म चाहिँ सट्टसँगले त्यहाँबाट छिरेर गएँ हतार हतार। अनि म यो बिल्डिङहरू हेर्दै हेर्दै गएँ, कति राम्रो रहेछ। अनि यो हतार हतार थियो मलाई, र पनि हेर्दै हेर्दै गएँ। राम्रो रहेछ भरे सपनामा म पनि यस्तै बिल्डिङ बनाउँछु भनेर सोच्दै सोच्दै गएँ। यताको सिग्नल पनि लाइट जलेको थिएन, र पनि म खुरुखुरु गएँ। मलाई किनकि हतार थियो, मलाई सामान चाहिएको थियो। अनि म छिटो छिटो गएँ। अनि मेरो हेलमेट हतापता निकालेर म निस्किएर म छिटो छिटो गर्दै भित्र छिरेँ। मेरो सामान कता छ भन्दै यताउता हेर्दै गएँ। अनि त्यहाँबाट मैले खोजेको सामान त्यहाँ देखिएन। मजासँगले हेरेँ। अनि नभेटाएपछि म फेरि फर्किएँ। अनि फेरि म आफ्नो बुलेट गाडी कता छ भन्दै हेर्दै हेर्दै बाहिर निस्किएँ। र मेरो बुलेट गाडी चाहिँ यही हो साथीहरू। यस्तो छ मेरो बुलेट। कस्तो राम्रो छ त मेरो बुलेट भनिदिनु पऱ्यो, कमेन्ट गर्नुहोला सबैजनाले। अनि म चाहिँ चाबी खोल्नतिर लागेँ। अनि कपाल मिलाएँ, कस्तो देखिन्छ भनेर। यसो राम्रो त देखिनु पऱ्यो अलिअलि भए पनि। अनि हेलमेटको त्यो लगाएँ। अनि त्यहाँदेखि गुड भन्दै म चाहिँ अब बाहिर निस्किएँ लहर लहर। त्यहाँबाट म चाहिँ यताउता हेर्दै निस्किएको, कस्तो छ गाडी कताबाट आउँदैछ भन्दै हेर्दै हेर्दै यता बाहिरतिर निस्किन खोज्दैछु। म चाहिँ पछाडि पनि हेर्दै थिएँ म हल्का अलिअलि। अनि त्यहाँदेखि अगाडि यसो झ्याप्प हेरेको त अगाडि त अर्को गाडी पाइरहेको रहेछ झ्याप्पैसँगले। अनि म चाहिँ कताबाट जाने भन्दै यताउता हेरेँ, जाने बाटो देखिएन। अनि त्यहाँबाट यता साइडबाट एकजना मोटी दिदी हुरुहुरु आउनुभयो। अनि सुरु छिरेर जानुभयो। अनि म झन् के कम भनेर यताबाट सट्टै छिरेँ म पनि। अनि अगाडिबाट जाँदै थिएँ, फेरि अर्को गाडी झ्याप्पै आएर डोर खुल्ला गर्यो। लु यो त कस्तो पागल रहेछ भन्दै म पनि खुरुखुरु गएँ फेरि। अनि मेरो फोनको क्यामेरा पनि हल्का हल्लिराखेको थियो खासै। अनि त्यो बाइकमा राखेको हुनाले त्यही भएर अलिक हल्लिएको होला भन्दै म चाहिँ फेरि त्यतिकै भए पनि भिडियो गर्दै आएँ। अनि अगाडि आएको ठुल्ठुलो बसहरू देखेँ। लु कताबाट जाने भन्दै म चाहिँ यताउता हेरेँ। अनि त्यहाँभित्रबाट जाने ठाउँ रहेछ हल्का। अनि त्यहाँदेखि सुरुरु गएँ, म चाहिँ भित्र छिरेँ। त्यो गाडीले आएर मलाई हान्छ कि भन्दै म चाहिँ डराउँदै भित्र छिरेँ। र पनि अनि निस्किएँ। अनि छिटो गर्दै हिँडिहालेँ म। अनि म त्यहाँबाट निस्किसकेपछि चाहिँ हल्का अगाडि सिग्नल थियो। अनि म चाहिँ अब त्यहाँ सिग्नलमा गएर रोकिन्छु भनेर रोकिएँ एकछिन। कति बेला त्यहाँ ट्याचर थिचेपछि पर बल्छ, अनि कति बेला बल्छ भन्दैखेरि कुरेर बसेँ। अनि आयो। अनि म चाहिँ सट्टसँगले हिँडिहालेँ साथीहरू। ल साथीहरू, म पनि दोकानतिर आइपुगेँ साथीहरू। ल आजलाई यति नै। अब भोलि अर्को मिनी ब्लगमा भेटौँला। बाई बाई।